यो भिडियोमा चाहिँ तपाईहरुले देख्न सक्नुहुन्छ यहाँ चाहिँ जापानिज इम्पेरर हैन जापानिज भगवानहरु गौतम बुद्ध चाहिँ हामीले नेपालमा मान्छौं तर उनीहरुले चाहिँ गौतम बुद्ध नै चाहिँ मान्दैन बुद्ध जस्तै नै धर्म बुद्ध धर्म नै हो तर उनीहरुको भगवान चाहिँ डिफरेन्ट हुन्छ अब जस्तै हाम्रो नेपालको गौतम बुद्धको स्ट्याचु र जापानको स्ट्याचुमा चाहिँ एकदम धेरै डिफरेन्ट देखिन्छ हुन त अनुहार चाहिँ अलिकति डिफरेन्ट देखिन्छ तर धर्म चाहिँ एउटै नै हो हैन उनीहरुले पनि हामी जस्तै हिन्दुहरुले जस्तै पूजाहरु गर्ने भगवानलाई लुगाहरु लगाइदिने यस्तो गर्दो रहेछ अनि आज मेरो बिदा थियो अनि यसो घुम्न जाम न त भनेर गए कति राम्रो राम्रो के स्ट्याचुहरु राखेको है कति मजाले सजाएर कति सफा न सफा राम्रो लाग्यो अनि वरिपरि घुमे कति मजाले खानेकुराहरु राख्दिने रहेछ उनीहरुले जोस धर्म जुनसुकै माने पनि मान्छेले भगवानलाई चाहिँ जोस एकदम हुन्छ नि नेपाल जापानमा चाहिँ मैले त्यस्तो धेरै फरक चाहिँ देखिनँ एकदम राम्रो लाग्यो अनि मन्दिरहरु काठको मन्दिरहरु देख्दा चाहिँ नेपालको याद आउने बसन्तपुरतिरको याद आउने पुरानो पुरानो काठको मन्दिरहरु जस्तो